आज म तपाईहरुलाई ड्रिम कन्ट्री जापानको रियालिटी बताउन गइरहेको छु, जो प्राय कसैले पनि भन्न रुचाउँदैन। जुन हामीले नेपालमा हुँदाखेरि चाहिँ के सोच्थ्यौं भन्दाखेरि जापानमा त स्यालेरी पनि एकदमै धेरै हुन्छ, लाइफस्टाइल एकदम मजाको गजब, त्यसपछि सेभिङ पनि बबाले हुन्छ होला। यी यस्तै कुराहरु सोचेर हामी जापान आउँछौं। तर जापान आइसकेपछि रियालिटी अर्कै हुन्छ र एक नम्बरमा रहेको छ काम, जसको कारणले चाहिँ शरीर दिमाग दुवै यस्तोरी थाक्छ नि के भन्ने। जुन कुरा चाहिँ हामीले नेपालमा हुँदाखेरि कल्पना पनि गरेको भइन्दैन, जुन जापान आइसकेपछि बल्ल थाहा हुन्छ। र 2 नम्बरमा भनेको त भाषाको कारणले पर्ने समस्या। जुन हामीले नेपालबाट जापान आउने भनेर मात्रै नर्मल हाम्रो एउटा ल्याङ्ग्वेज बनाएको हुन्छ, तर हामी जापान आइसकेपछि फेस गर्ने भनेको हामी नै हो र हामीलाई भाषाको कारणले एकदमै धेरै गाह्रो हुन्छ। जुन कुरा हामीले नेपालबाट कल्पना पनि कहिले पनि गरेको हुँदैनौ, ताकि म जापानमा भाषाको कारणले पनि समस्यामा पर्न सक्छु भनेर। 3 नम्बरमा भनेको त जापानको राम्रै कमाइ हुन्छ, तर विभिन्न कुरामा चाहिँ हाम्रो पैसाहरु कटिरा हुन्छ के। ट्याक्स नै महँगो, त्यसपछि जापानको विभिन्न कुरामा चाहिँ तपाईको मोबाइल, बत्ती, वाइफाई, बिजुली, ग्यास, अनि त्यसपछि खानेकुरा, यस्ता कुराहरुमा पनि हाम्रो पैसा टन्नै खर्च भइरहन्छ, जसको कारणले हामीले सेभिङ गर्न एकदमै धम्मे हुन्छ। त्यो कुरा पनि हामी नेपालमा हुँदाखेरि सोचेकै भइदैन, यस्ता कुराहरुमा पनि हाम्रो पैसा खर्च हुन्छ है भनेर। र अर्को कुरा भनेको त एक्लोपन, जो परिवारबाट टाढा भएर बस्नु पर्छ, जसले गर्दाखेरि धेरै मान्छेहरु डिप्रेसनमा पनि जाने गर्दछ। किन भन्दाखेरि फ्यामिलीसँगै बसेर हुर्केका मान्छेहरु टाढेर यसरी काम गर्दा एकदमै धेरै उहाँलाई गाह्रो हुन्छ हैन। त्यो हुँदाखेरि चाहिँ एक्लोपनले मान्छेलाई एकदमै धेरै भित्र नै सकाइदिन्छ। त्यो हुँदाखेरि म चाहिँ के भन्न चाहन्छु भने जापान नराम्रो देश होइन, राम्रो देश हो, सिस्टममा रहेको देश हो। तर हामीले जापानमा आइसकेपछि चाहिँ हामीलाई ठाउँ अनुसार नै हामीले ढाल्न सक्नुपर्छ, धेरै अपेक्षा गरेर आउनु हुँदैन। त्यो हुँदाखेरि हाम्रो ड्रिम कन्ट्री भनेको चाहिँ सोचे जस्तो पनि छैन र सोचे जस्तो नराम्रो पनि छैन। सो जतिजना साथीहरु चाहिँ जापान आउँदै हुनुहुन्छ, यी यस्ता कुराहरु अलरेडी नै माइन्डसेट बनाएर मेन्टालिटी चाहिँ अलिकति स्ट्रङ भएर आउनु होला है त।